कसैले उडाएको छैन त एउटा हरिवंशले गाएको के अरे कविता गाउनुपर्छ है क्या के गर्छ जब मन्दिरमा भेटी बढ्छन् पुजारीहरूको जागा जाग्रे हैन जब मन्दिरमा भेटी बढ्छन् पुजारीहरूको जागा जाग वाह ए बच्चा बच्ची गएछ नि त अब बेचारा केटी त हो भिडियो पढेको गरेर सर उड्यो नि क्या मजाको होइन जब मन्दिरमा भेटी जाग्छ पुजारीहरूको जागा जाग्रे होइन जब मन्दिरमा घन्टा बज्छ अनि परेवाहरूको भागा भाग्रे के कुरो मिल्यो कि मिलेन अब कति हजार छन् भन्ने चाहिँ कहिले काउन्ट गर्ने होला काउन्ट त सम्झिने छ अरे सम्झिने पानी सक्ने भन्ने भयो है ल ठिकै छ पशुपतिको प्राङ्गणमा परेवाहरूको चारो हाल्ने खाने कार्यक्रममा हामी हेर्दैछौँ उता मन्दिरको गेटपट्टि राम्रै भिड छ शङ्करनारायण सत्तलमा चाहिँ टिका लगाउने टिका थाप्नेहरूको पनि आशीर्वाद दिनेको पनि फेरि हो नि यो महास्नान घर चाहिँ टेको लाएर राखेको छ अझै बनाएर होइन सर टेको लाएर राखेको त अझै मर्मत जीर्णोद्धार भएर हिँड्छ पशुपतिको जात्रा सिद्राको व्यापार भन्थे रमाइलो रहेछ ल होइन त आमा अहिले त अनि ल यहाँ चाहिँ दाजु अथवा भाइले परेवाहरूलाई चारो दिने कार्यक्रम भइरहेको रहेछ चारो अब यत्रो खाइहाल्छ नि यत्रो साह्रो छ अनि भाग लाउने भए कति पर्छ कतिवटा पर्ला भने त एउटाले कतिवटा खाँदाखेरि चारो खिच्ला असङ्ख्य मात्रामा माथि पनि परेवा तल पनि परेवा माथि पनि परेवा तल पनि परेवा बाँदरभन्दा बढी भाग्यमानी नोट देखेँ मैले है पशुपतिमा बाँदरलाई भन्दा अन्त बाँदरलाई पनि दिने मान्छे आउलान् है।